जीवन एउटा छोटो एउटा समय हो क्या, यो कुनै लामो समयसम्म रहने कुरा होइन। जीवन भनेको एउटा बाई चान्सले जन्मिने कुरा हो। मान्छे मात्र होइन, जुनसुकै पनि प्राणी, जुनसुकै पनि जे पनि बाई चान्स। जस्तो यो रुख अहिले यहाँ छ, यो रुख पनि त जीवन हो। यो रुख यहाँ कसरी भयो? बाई चान्स त्यसको बिउ कहीँबाट आएर यहाँ खसेर रुख भयो। अहिले म यहाँ बोलिरहेको छु, बाई चान्स म जन्मियो, बाई चान्स जन्मियो। एउटा अवसर, मौका, एउटा अचानक हुने चाहिँ घटना हो यो जीवन भनेको पनि। प्रेम त्यो त एउटा स्वाभाविक कुरा भयो के, किनभने त्यसैले गर्दाखेरि यो जुन छ भन्छ नि मान्छेहरूले यो सृष्टि धानेको छ भन्छ होइन। त्यो प्रेम भएन भने सृष्टि धान्दैन। सम्बन्ध भनेको चाहिँ सम्बन्ध त त्यो कस्तो हो भने एउटा आपसी, एउटा आफ्नो स्वार्थ पूर्ति गर्नको लागि राखिने एउटा के भन्छ कडी हो त्यो चाहिँ। जस्तो तपाईँ र म साथी भयो, अब मलाई दुःख पर्दाखेरि म बिरामी हुँदाखेरि तपाईँले सहयोग गर्नुहुन्छ, तपाईँ बिरामी हुँदा म सहयोग गरिन्छ, र म आवश्यक परेको बेलामा एक आपसमा सहयोग होला भनेर सम्बन्ध राख्ने त हो। नत्र त्यो नहुने भएदेखि किन सम्बन्ध राख्नु पर्थ्यो?